प्यान नै नलिई बिजनेस गरिरहनु भएको थियो। यदि हो भने अब हजुर डराउनु पर्दैन, तपाईँलाई उल्टै फाइदा हुने भएको छ। फाइदा कस्तो, कसरी र यसको प्रक्रिया के हो आउनुहोस् सबै हजुरलाई म बुझाउँछु है त। यदि तपाईँले आजै गएर प्यान नम्बर लिएर 2079 देखि 82 सालसम्मको अझसम्म तपाईँले कमाएको इन्कम डिटेल्स र ट्याक्स सरकारलाई तिर्नुभयो भने तपाईँलाई अहिलेसम्म लाग्ने फाइन, गभर्मेन्ट चार्जेस र ब्याज केही पनि लाग्दैन, सबै कुरा माफी हुन्छ। अनि 2079 सालभन्दा अघि नै मैले प्यान बिना व्यवसाय गरिरहेको छु भने त्यसको लागि चाहिँ के त 2079 सालभन्दा अगाडिको त झन् तपाईँले ट्याक्स र इन्कम डिटेल्स केही पनि बुझाउनै पर्दैन र ब्याज पनि तिर्नु पर्दैन। तर यो पोलिसी सधैँलाई भन्ने छैन, यही आउने पुस 30 गतेसम्मलाई मात्रै छ है। सो यो डेडलाइन भन्दा अगाडि नै तपाईँले सरकारले गर्न भनेको काम चाहिँ गएर गरिहाल्नु। त्यसो भए यो प्यान बनाउन र सरकारले आवश्यक डिटेल्स बुझाउन के गर्ने र कहाँ जाने त? त्यसका लागि तपाईँले आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अनलाइन फर्म भर्नुपर्छ। त्यसपछि तपाईँले आवश्यक डिटेल्स लिएर आन्तरिक राजस्व विभाग वा नजिकैको करदाता सेवा कार्यालयमा जानुपर्छ। सरकारको यो नयाँ नियम तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला।